नमस्कार, मेरो नाम बिना गोले। तपाईँ किन मेहनत गरिरहनु भएको छ? के तपाईँ आफ्नो भविष्यप्रति साँच्चै स्पष्ट हुनुहुन्छ? अबको 5 वर्षपछि तपाईँ आफ्नो आर्थिक अवस्था, सामाजिक प्रतिष्ठा, शैक्षिक अवस्था, व्यक्तित्व विकासको अवस्था कस्तो देख्न चाहनुहुन्छ? धेरै मानिसहरू दिनरात व्यस्त हुन्छन्, तर समय बित्दै गए पनि उनीहरूको अवस्था भने जस्ताको त्यस्तै रहन्छ। सामान्य मानिस र सफल मानिसहरू बीचको भिन्नता उनीहरूको प्रतिभा मात्र होइन, उनीहरूको जीवनको स्पष्ट लक्ष्य निर्धारण हो। आजको यो भिडियोमा हामी लक्ष्य निर्धारणको वास्तविक शक्ति, सही तरिकाले लक्ष्य कसरी निर्धारण गर्ने र आफ्नो सपनालाई स्पष्ट लक्ष्यमा र लक्ष्यलाई वास्तविक उपलब्धिमा कसरी बदल्ने भन्ने विषयमा स्पष्ट हुनेछौँ। यदि तपाईँ आफ्नो जीवनलाई साँच्चैकै सही दिशा दिन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि कहिलेकाहीँ एउटै मात्र सही निर्णयले पनि जीवनमा ठूलो परिवर्तन आउन सक्छ। आज म तपाईहरूलाई महत्त्वपूर्ण 3वटा कुरा बताउँछु। नम्बर 1, वास्तवमा सपना र लक्ष्य के हो? नम्बर 2, लक्ष्य निर्धारण किन गर्ने? र नम्बर 3, स्मार्ट लक्ष्य कसरी लेख्ने? मेरो एउटा प्रश्न, तपाईले कहिले आफ्नो लक्ष्य कागजमा लेख्नु भएको छ? धेरै मानिसहरूको ठूला ठूला सपनाहरू हुन्छन्, तर लक्ष्यलाई लेखेर निर्धारण गर्ने व्यक्तिहरू निकै कम हुन्छन् र ती मानिसहरू नै जीवनमा सबैभन्दा बढी सफल हुन्छन्। अब महत्त्वपूर्ण 3 मध्ये नम्बर 1 को कुरा गर्छु। सपना के हो र लक्ष्य के हो? सपना भनेको मानिसको इच्छा, चाहना, परिकल्पना, महत्त्वाकांक्षा जसले हामीलाई जीवनमा उत्प्रेरणा दिन्छ। तर लक्ष्य भनेको त्यस्तो चीज हो, ती सपनाहरूलाई पूरा गर्नका लागि निर्धारण गरिएको स्पष्ट उद्देश्य, प्रष्ट समय सीमा र स्पष्ट कार्ययोजना सहित निर्धारण गरिएको हुन्छ। त्यसैले अंग्रेजीमा एउटा भनाइ छ नि, ड्रिम प्लस डेडलाइन प्लस एक्सन इक्वल टु गोल। अब नम्बर 2 को कुरा गरौँ, लक्ष्य निर्धारण किन आवश्यक छ? लक्ष्य निर्धारणले हाम्रो जीवनलाई स्पष्ट दिशा दिन्छ। जब हामी कहाँ पुग्न चाहन्छौँ भन्ने स्पष्ट हुन्छ, तब हाम्रो प्रत्येक कदम उद्देश्यपूर्ण बन्छ। स्पष्ट लक्ष्यले काम गर्ने उत्साह र प्रेरणा बढाउँछ, जसले कठिन परिस्थितिमा पनि निरन्तर अगाडि बढ्न ऊर्जा दिन्छ। साथै लक्ष्यले समय व्यवस्थापनलाई पनि प्रभावकारी बनाउँछ, किनकि यसले महत्त्वपूर्ण कामलाई प्राथमिकता दिन र अनावश्यक कुरामा समय खर्च हुनबाट जोगाउँछ। जीवनमा विभिन्न विकल्पहरू आउँदा सही निर्णय लिन पनि लक्ष्यले मार्गदर्शन गर्छ, जसले सही र गलत बीचको छनौटलाई सहज बनाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, लक्ष्यका कारण हामी आफ्नो प्रगति नियमित रूपमा मूल्याङ्कन गर्न सक्छौँ। यसले हामी कति अगाडि बढ्यौँ, अझै कति यात्रा बाँकी छ र आवश्यक परे हाम्रो रणनीति कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा पनि स्पष्ट चित्र देखाउँछ। त्यसैले स्पष्ट लक्ष्य निर्धारण गर्नु सफलताको पहिलो सबैभन्दा महत्त्वपूर्ण कदम हो। म धेरै पढ्छु भन्नु तपाईको सपना हो, र प्रत्येक महिना म 2वटा पुस्तक पढ्छु भन्नु तपाईको लक्ष्य हो। लक्ष्य निर्धारण हाम्रो जीवनमा कति महत्त्वपूर्ण हुन्छ भन्ने स्पष्ट गर्नका लागि एउटा अनुसन्धानले देखाएको उदाहरण प्रस्तुत गर्छु। डोमिनिकन युनिभर्सिटी अफ क्यालिफोर्निया कि डाक्टर गेल म्याथ्युजले 267 जना मानिसहरूमाथि एउटा अनुसन्धान गर्नुभएको थियो। जो व्यक्तिहरूले आफ्नो लक्ष्य लेखेर स्पष्ट रूपमा निर्धारण गरेका थिए, ती व्यक्तिहरू लक्ष्य निर्धारण नगर्ने व्यक्तिहरूको तुलनामा 42% भन्दा बढी सफल भएको अध्ययनले देखाएको थियो। अब कुरा गरौँ नम्बर 3, स्मार्ट लक्ष्य निर्धारणको मोडल। स्मार्टको एस भनेको स्पेसिफिक। लक्ष्य स्पेसिफिक हुनुपर्छ, जबकि भेग हुनु भएन। म सफल बन्न चाहन्छु भन्ने तपाईको सपना हो, तर म आगामी 1 वर्षभित्र शाखा प्रमुख बन्छु तपाईको लक्ष्य हो। एम भनेको मेजरेबल। लक्ष्य मापन गर्न सकिने हुनुपर्छ। जस्तै म हरेक महिना 2वटा पुस्तक पढ्छु भनेर भन्नुभयो भने जसले हामी मापन गर्न सक्छौँ। ए भनेको अचिभेबल, प्राप्त गर्न सकिने हुनुपर्छ। लक्ष्य ठुलो हुनुपर्छ, तर आफ्नो सपना भन्दा बाहिर पनि हुनु भएन।
जस्तै तपाईँ भर्खर कक्षा 12 मा पढ्दै हुनुहुन्छ तर 1 वर्षमा म डाक्टर बन्छु भन्नुभयो भने त्यो प्राप्त गर्न सकिँदैन। सपना ठुलो देख्नुहोस् तर ती सपनाहरू पूरा गर्न पाइलाहरू एक एक गरी अघि बढ्नुपर्छ भन्ने कुरा पनि नबिर्सनुहोस्। आर भनेको रिलेभेन्ट। लक्ष्य तपाईको सपना र प्राथमिकतासँग सम्बन्धित पनि हुनुपर्छ। यदि तपाईको सपना एक सफल शिक्षक बन्ने छ तर तपाई भने हरेक दिन 10,000 बराबरको शेयर कारोबार गर्ने लक्ष्य लिनुभयो भने त्यो सान्दर्भिक हुँदैन। यदि तपाईले सही लक्ष्य निर्धारण गर्नुभयो भने ओके एस मात्र होइन पोजिटिभ नो भन्न पनि सिकाउँछ। टी भनेको टाइम बाउन्ड। मानिसको सबैभन्दा ठुलो दुश्मन भनेको नै भोलिवाद हो। म भोलिदेखि पढाइ सुरु गर्छु, अर्को महिनादेखि बचत गर्न सुरु गर्छु, अर्को वर्षदेखि बिजनेस सुरु गर्छु भन्दा भन्दै तपाईको जीवनको महत्त्वपूर्ण समय नै बितिसक्छ। त्यसैले तपाईको लक्ष्यको पनि समय सीमा निर्धारण गरिनुपर्छ। लक्ष्य निर्धारण एउटा स्पष्ट रोड म्याप त पक्कै पनि हो तर गन्तव्यसम्म पुग्नको लागि हिड्नु त तपाई आफैले पर्छ नै। जीवन सबैका लागि एउटै हुँदैन। कसैसँग पैसा हुँदैन, कसैसँग पहुँच हुँदैन, कसैसँग प्रेरणा दिने मानिस हुँदैन, तर एउटै कुरा सबैका लागि समान हुन्छ, त्यो हो 24 घण्टा समय। कसैले यही 24 घण्टा समयमा इतिहास बनाउँछ, कसैले बहाना मात्र बनाएर जिन्दगी बिताउँछ। तर एउटा कुरा याद गर्नुहोस्, तपाईको भविष्य तपाईको जन्मले, तपाईको पारिवारिक पृष्ठभूमिले कहिले पनि निर्धारण गर्दैन। तपाईको भविष्य निर्धारण गर्छ केवल तपाईको आफ्नै सही निर्णयले। तपाईलाई यो भिडियो हेर्दै गर्दा साच्चै राम्रो लाग्यो भने यी 3वटा प्रश्नको उत्तर भने अवश्य लेख्नुहोस्। नम्बर 1 प्रश्न, अबको 5 वर्षपछि म कस्तो व्यक्ति बन्न चाहन्छु। नम्बर 2 प्रश्न, अबको 1 वर्षभित्र मैले के हासिल गर्नुपर्छ। नम्बर 3 प्रश्न, भोलि बिहान उठेर सबैभन्दा पहिले गर्ने मेरो पहिलो राइट कदम के हो। बस यही 3वटा प्रश्नको उत्तर नै तपाईको जीवनको टर्निङ पोइन्ट पनि बन्न सक्छ। र यदि यस्तै जीवन उपयोगी भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्, बेल आइकन थिच्नुहोस् र भिडियो कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोस्। धन्यवाद। फेरि अर्को प्रेरणादायी भिडियोमा भेटौँला। नमस्कार।